यो कथा हो एउटा बालिकाको। आसाम जिल्लामा बस्ने 14 वर्षीय मनिषाको। मनिषा जो केवल 14 वर्षकी छिन्, उनी नियमित रूपमा आफ्नो विद्यालय जाँदिनन् र उनको 7 जना दाजुभाइ तथा दिदीबहिनी छन्। 7 जना नियमित रूपमा विद्यालय जाँदैनन् किनभने उनीहरू गरिब छन्। त्यसै कारणले मनिषा आफ्नो घरको काम र खेतीपातीमा एकदम व्यस्त हुन्छन्। त्यसैले गर्दा उनी विद्यालय नियमित रूपमा जान सक्दिनन्। मनिषा त एउटा एक्जाम्पल मात्र हो। नेपालमा यस्ता लाखौं बालबालिका छन् जो चाहिँ शिक्षाबाट वञ्चित छन्। र यो शिक्षामा असमानता किन भइरहेको छ, यसको कारण के हो र यसलाई कसरी समाधान गर्न सकिन्छ, आजको यस भिडियोमा हामी यसै बारेमा चर्चा गर्नेछौँ। नमस्ते सबैजनालाई, म प्रमेश भट्टराई। आउनुहोस् आजको यो भिडियो सुरु गरौँ। सुरु गरौँ इतिहासबाट। नेपालमा शिक्षाको इतिहास हेर्ने हो भने प्राचीन कालमा गुरुकुल र घरेलु शिक्षाबाट नेपालमा चाहिँ शिक्षाको सुरुवात भएको पाइन्छ। पछि गएर 1854 एडीमा जङ्गबहादुर राणाले पहिलो विद्यालय अर्थात् दरबार हाई स्कुलको स्थापना गरे। तर दरबार हाई स्कुल केवल राणा परिवारहरूको लागि पनि बनाइएको थियो र त्यस स्कुलमा केवल ठुला बडाका छोराछोरीहरू पढ्न पाउँथे। त्यस्तै गरी 1966 मा पहिलो निजी विद्यालय आदर्श विद्या मन्दिरको स्थापना भयो। प्रजातन्त्र आइसकेपछि भने देशमा विद्यालयहरूको संख्या उल्लेखनीय रूपमा बढ्यो र साधारण जनताले पनि विद्यालयको चाहिँ अब अनुभव लिन पाउने भए। यो डाटा हेर्नुहोस्। सरकारले आर्थिक वर्ष 2078-79 मा गरेको सर्वेक्षण अनुसार नेपालमा कुल 34,368 वटा विद्यालयहरू रहेका छन्। हालसम्म आइपुग्दा 2021 को तथ्याङ्क अनुसार नेपालको लिट्रेसी रेट 76.2% पुगेको छ। नेपालमा लिट्रेसी रेट 76% भए पनि नेपालको डिफ्रेन्ट ग्रुप्सहरूमा सोसियो इकोनोमिक कन्डिसन अर्थात् सामाजिक र आर्थिक अवस्था र सँगसँगै जियोग्राफिक कन्डिसनले गर्दाखेरि डिफ्रेन्ट ग्रुप्सहरूमा चाहिँ एजुकेसन इनइक्वालिटी अर्थात् असमानता चाहिँ देख्न सकिन्छ। युनिसेफको यो रिपोर्ट हेर्नुहोस्। युनिसेफको यो रिपोर्ट 2022 मा पब्लिस भएको हो। यो डाटा हेर्नुहोस्। यो डाटा अनुसार रिचेस्ट 96% ले चाहिँ आफ्नो प्राइमेरी लेभल अफ एजुकेसन कम्प्लिट गर्छन् भने केवल 72% अफ द पुअरेस्टले चाहिँ आफ्नो प्राइमेरी लेभल अफ एजुकेसन कम्प्लिट गर्छन्। यही हामीले त्यो डिफरेन्स देख्न सक्छौँ। यो डिफरेन्स झन् बढेर जान्छ। कहाँ भन्दा सिनियर सेकेन्ड्रीमा। सिनियर सेकेन्ड्रीमा हेर्नुहोस्, जहाँ रिचेस्टमा 59% ले चाहिँ आफ्नो चाहिँ सिनियर सेकेन्ड्री एजुकेसन कम्प्लिट गर्छन् भने केवल 10% अफ द पुअरेस्टले चाहिँ आफ्नो सिनियर सेकेन्ड्री एजुकेसन कम्प्लिट गर्छ। अब यो डिफरेन्सेस हामीले अर्बन र रुरल एरियाजमा पनि देख्न सक्छौँ। अर्बन एरियाजमा 83% अफ स्टुडेन्ट्सले चाहिँ आफ्नो प्राइमेरी लेभल अफ एजुकेसन कम्प्लिट गर्छन् भने केवल 80% रुरल एरियाजमा चाहिँ प्राइमेरी एजुकेसन कम्प्लिट गर्छन्। त्यसै यो डिफरेन्सेस झन् बढेर जान्छ। कहाँ भन्दाखेरि चाहिँ सिनियर सेकेन्ड्री लेभलमा, जहाँ चाहिँ 33% अफ अर्बन स्टुडेन्ट्सले चाहिँ आफ्नो सिनियर सेकेन्ड्री एजुकेसन कम्प्लिट गर्छन् भने केवल 14% ले चाहिँ रुरल एरियाजमा आफ्नो सिनियर सेकेन्ड्री एजुकेसन कम्प्लिट गर्छन्। यो डाटा त हजुरले देखिहाल्नुभयो। यसैबाट हामीलाई थाहा हुन्छ कि नेपालमा इनइक्वालिटी एजुकेसन सेक्टरमा कति छ भने स्पेसली हामीले देख्न सक्छौँ कि पुवर र रिच र त्यसपछि गएर ग्रामीण क्षेत्र र सहरी क्षेत्रबाट आएका बालबालिकामा शिक्षाको क्षेत्रमा कति असमानता छ भनेर प्रष्ट रूपमा देख्न सकिन्छ। यसैको उदाहरण हो मनिषा, जसको बारेमा हामीले भिडियोको सुरुमा चर्चा गरेका थियौँ। मनिषाको बारेमा काठमाडौँ पोस्टले चिल्ड्रेन फ्रम इम्पोभराइज्ड फ्यामिलीज मिसिङ स्कुल और स्ट्रगलिङ विथ एटेन्डेन्स नामक लेखमा उनको बारेमा उल्लेख गरेको छ। सोही लेखमा ढकाली गाउँपालिकाका 13 वर्षीय सरिता भण्डारीको पनि कथा छ। सरिता भण्डारी केवल 13 वर्षकी छिन्। सरिता भण्डारीले आफ्ना आमा 3 वर्ष अगाडि गुमाउन पुगिन्। त्यस पश्चात भने उनी आफ्नो शिक्षाबाट वञ्चित भइन् किनभने उनको पारिवारिक अवस्था एकदम नाजुक थियो। जब उनको आमा बितिन् त्यसपछि भने उनले आफ्नो शिक्षालाई निरन्तरता दिन सकिनन्। अहिले सरिताले घरायसी काम र खेतीबारी गर्नुपर्छ। उनका साथीहरू भने विद्यालय जान्छन् भने उनी भने गाई गोरु चराउँदै बस्छिन्। सरिता र मनिषा जस्ता धेरै विद्यार्थीहरू छन् जो आफ्नो पढाइबाट वञ्चित छन् र यसको मूल कारण हो गरिबी र हामीले बनाएको शिक्षा प्रणाली, जसले चाहिँ गरिब विद्यार्थीलाई अझै पनि पढ्नबाट वञ्चित गराएको छ। असमानता त हामीले प्रष्ट रूपमा देख्न सकिरहेको छौँ। अब हामी कुरा गरौँ चाइल्ड लेबरको। नेपालमा 2021 को चाइल्ड लेबर रिपोर्ट अनुसार 5 देखि 17 वर्षका 11 लाख बालबालिकाहरू चाहिँ चाइल्ड लेबर अर्थात् बाल श्रममा
मजबुर भएर काम गर्न बाध्य भएका छन्। तर यो सबै हाम्रै अगाडि भइरहेको छ, त्यही पनि हामी सबैजना के छौँ भन्दा तै चुप मै चुप छौँ। असमानता स्रोत र पूर्वाधारमा पनि छ। 2024 मा काठमाडौँ पोस्टमा लेखिएको यो आर्टिकललाई हेर्नुहोस्। सर्टेज अफ सेकेन्डरी लेभल टिचर्स हिज स्कुल शीर्षकको लेखमा नै लेखिएको छ, आसाम जिल्लामा 40 माध्यमिक विद्यालयहरूमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि अपूर्ण योग्यता भएका शिक्षकहरूले चाहिँ पठन पाठन गराइरहेका छन्। यसले नै के पुष्टि गर्छ भने हाम्रो शिक्षाको स्रोत कस्तो छ, हामीसँग कस्तो टिचर्सहरू चाहिँ एभाइलेबल छन् त, अथवा कति चाहिँ हामीसँग टिचर्स एभाइलेबल छन् भन्ने कुरा प्रश्न पारेको छ, विशेष गरी ग्रामीण क्षेत्रमा। काठमाडौँ पोस्टको त्यही वर्षको अर्को लेख अनुसार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा योजना तथ्याङ्क तथा अनुसन्धान शाखाबाट उपलब्ध तथ्याङ्क अनुसार प्रदेशभरिका सामुदायिक विद्यालयहरूमा 6,26,010 विद्यार्थीहरूको नाम दर्ता छन्। ती विद्यालयहरूमा 8,793 प्राइमेरी शिक्षक दरबन्दी मध्ये 664 पदहरू रिक्त छन्। त्यसै गरी लोअर सेकेन्डरी लेभलमा 2,649 र सेकेन्डरी लेभलमा 1,749 पदहरू खाली छन्। अचम्मको कुरा के छ भन्दाखेरि चाहिँ कतै म्यान पावरहरू पनि छन्, त्यस्तै इन्फ्रास्ट्रक्चरहरू पनि छन्, तर विद्यार्थी छैनन्। कतै इन्फ्रास्ट्रक्चर छ, विद्यार्थीहरू छन्, तर पढाउनका लागि टिचरहरू छैनन्, र भने कतै केही पनि छैन। 2024 को काठमाडौँ पोस्टमा लेखिएको यो अर्को आर्टिकल हेर्नुहोस्। 2024 मा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उत्तर प्रदेशमा 134 सामुदायिक विद्यालयहरूमा 10 भन्दा कम विद्यार्थीहरू छन्। सुन्नुभयो नि, अब समस्या कस्तो छ भने बुझ्नु पनि भयो होला। कतै विद्यार्थी छैनन्, अघि मैले भनिहालेँ, कतै स्रोत छैन, कतै पूर्वाधार छैन भने कतै केही पनि छैन। र यी सबैले गर्दाखेरि चाहिँ को चाहिँ पीडित भएका छन् भन्दा जो चाहिँ गरिब घरका बालबालिका छन् र जो चाहिँ ग्रामीण क्षेत्रबाट आउँछन् उनीहरू चाहिँ धेरै पीडित भएका छन्। यसबाट अझ पीडित त को हुन्छन् थाहा छ तपाईँहरूलाई? जब शिक्षाको कमी हुन्छ त्यो बेला चाहिँ पीडित हुन्छन् गरिब घरबाट आउने विशेष गरी किशोरीहरू। उनीहरू बाध्य भएर बाल विवाह गर्न पुग्छन् र बाल विवाह गर्ने पश्चात उनीहरू चाँडै नै गर्भवती हुन्छन् र चाँडै नै गर्भवती भएका कारणले गर्दा चाहिँ उनीहरू आफ्नो पढाइलाई निरन्तरता दिन पाउँदैनन् र सँगसँगै उनीहरूलाई विभिन्न स्वास्थ्य समस्याहरू पनि देखिने गर्छ। त्यो कारणले गर्दा यो समस्या निकै जटिल र यो समस्यामा निकै ध्यान दिन जरुरी छ। अब एकछिन हामी कुरा गरौँ इन्फ्रास्ट्रक्चर्सको। इन्फ्रास्ट्रक्चर पूर्वाधारको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालका अधिकांश विद्यालयहरू चाहिँ अपाङ्ग मैत्री छैनन्। नेपाल यस्तो देश हो जहाँ चाहिँ प्राकृतिक प्रकोप बारम्बार आउँछ र यो बारम्बार आइरहने प्राकृतिक प्रकोपहरूबाट के विद्यालयहरू सुरक्षित छन् त? छैन। गत वर्ष काभ्रे पलाञ्चोकमा आएको बाढी र पहिरोले मात्रै शिक्षा विकास समन्वयन इकाइका अनुसार सेप्टेम्बरको अन्त्यमा 188 विद्यालयहरू चाहिँ क्षति पुर्याएको थियो। बाढी आएको केही हप्ता पश्चात मात्र हामी पनि काभ्रे पलाञ्चोक पुगेका थियौँ र हामीले कैद गरेका केही दृश्यहरू यो भिडियोमा देखाउँदैछौँ। यो एउटा काभ्रेको विद्यालय हो र यो विद्यालयको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ कस्तो छ। अब यस्तो विद्यालयहरू त धेरै छन् काभ्रेमा, जुन चाहिँ अहिले गत वर्षको बाढी पहिरोले गर्दा अहिलेसम्म पनि त्यहाँको पूर्वाधार इन्फ्रास्ट्रक्चरहरू चाहिँ सेफ छैनन्। तर त्यस्तो सेफ नभएका बिल्डिङहरूमा पनि विद्यार्थीहरू चाहिँ पढ्न बाध्य भएका छन्। यसै त धेरै विद्यार्थीहरू चाहिँ गरिब परिवारबाट आउँछन् र त्यस्ता गरिब परिवारबाट आएका बालबालिकाहरूलाई चाहिँ राज्यले हेला गरेर यस्तो इन्फ्रास्ट्रक्चरहरूमा पढाउन बाध्य बनाएको छ, जसले गर्दा भोलिको दिनमा उनीहरूको लाइफको पनि ग्यारेन्टी चाहिँ दिन गाह्रो छ। रेजिलियन्ट इन्फ्रास्ट्रक्चरको त अब कुरै छोडिदिउँ, हामीसँग बेसिक निड्स अथवा बेसिक पूर्वाधारको पनि अभाव रहेको छ। यो रिपोर्ट हेर्नुहोस्। इन्सेक लाइनमा प्रकाशित एक रिपोर्ट अनुसार चौकाने गाउँपालिका 5 स्थित जनकल्याण आधारभूत विद्यालयमा शौचालय र कक्षा कोठाको अभावले गर्दा विद्यालय सञ्चालनमै अवरुद्ध पुगेको छ। विद्यालयमा शौचालय नभएकाले विद्यार्थीहरू शौचालय प्रयोग गर्न घर जान बाध्य भएका छन्। विद्यालयमा पिउने पानी पनि छैन। पिउने पानी पनि विद्यार्थीहरूले चाहिँ घरैबाट बोकेर ल्याउँछ र यदि केही गरी विद्यार्थीहरूलाई शौचालय जानु परेमा उनीहरू फर्केर घर जान्छन् र घरमै गएर चाहिँ उनीहरूले शौचालय प्रयोग गर्छन्। देख्नुभयो अवस्था कस्तो छ।
र यो त एउटा केवल एक्जाम्पल मात्र हो। यस्तो धेरै विद्यालयहरू छन् जुनमा बेसिक निड्स पनि छैन, बेसिक इन्फ्रास्ट्रक्चरको पनि अभाव छ र त्यहाँ राज्य पुग्न सकेको छैन। हामीले विद्यार्थीहरूलाई बेसिक निड पनि ग्यारेन्टी गर्न सक्ने अवस्थामा छैनौँ भन्ने प्रश्न भएको छ। अब हामी एकछिन कुरा गरौँ एक्सपोजरको। जति एक्सपोजर सिटिज एरियाज अर्थात् सहरमा भएका बालबालिकाहरूले पाउँछन् त्यति नै एक्सपोजर के गरिब घरबाट आउने बालबालिका अथवा ग्रामीण क्षेत्रमा पढ्दै गरेका बालबालिकाहरूले पाउँछन् त? पाउँदैनन्। जति पनि इम्पावरमेन्ट प्रोग्राम्सहरू छन्, जति पनि एजुकेसनल प्रोग्राम्सहरू छन्, जति पनि एउटा हुनुपर्ने एक्सपोजर प्रोग्रामहरू छन्, ती सबै के छ भन्दाखेरि चाहिँ काठमाडौँ भ्यालीमा सेन्ट्रलाइज छ अथवा सिटिज एरियाजमा मात्र सेन्ट्रलाइज छ। गाउँघरमा अझै पनि विद्यार्थीहरूलाई चाहिँ एक्सपोजरको कमी छ र अबको नेक्स्ट जेनेरेसनको कुरा गर्न एकदम जरुरी छ। अबको नेक्स्ट जेनेरेसन भनेको कन्फिडेन्सको पनि हो। थ्योरिटिकल पढाइको मात्र होइन, प्र्याक्टिकल पढाइ र सँगसँगै कन्फिडेन्सको पनि हो। र यो दुईटैको अभाव चाहिँ कहाँ छ भन्दा ग्रामीण क्षेत्रमा छ। किन भन्दा त्यहाँको विद्यार्थीहरूले प्रपर एक्सपोजर पाएका छैनन्। तपाईँले त्यसको लागि केही पनि गर्नु पर्दैन। तपाईँले चाहिँ अहिले नै गएर इभेन्ट्सहरू सर्च गर्नुभयो भने कुनै पनि एजुकेसनल इभेन्ट्सहरू तपाईँले थोरै मात्र अथवा पाउँदा नि पाउनु हुँदैन कुनै पनि एजुकेसनल इभेन्ट्सहरू जुन चाहिँ ग्रामीण क्षेत्रलाई चाहिँ केन्द्रित गरेर गरिएका छन्। सबै जस्ता एक्सपोजर प्रोग्राम्सहरू, सबै जस्ता इम्पावरमेन्ट प्रोग्राम्सहरू चाहिँ जति सक्दो धेरै सेन्ट्रलाइज भएका छन्। त्यो कारणले गर्दा अब हामीले के गरिरहेछौँ त? हामीले एउटा लुप क्रिएट गरिरहेका छौँ, एउटा सर्कल क्रिएट गरिरहेका छौँ जहाँ धनी वर्गका बालबालिकाहरू राम्रो एक्सपोजर, राम्रो क्वालिटी अफ एजुकेसन र राम्रो स्कुलिङ पाएर उनीहरू अझै धनी भइरहेका छन् भने एकातिर अब गरिब घरका बालबालिकाहरूले चाहिँ लो लेभल अफ एजुकेसन, लो क्वालिटी अफ एक्सपोजर अर नो एक्सपोजर र सँगसँगै एकदम गरिबीको चपेटीमा मेन्टल स्ट्रेसमा पढ्न बाध्य भएका छन्, जो कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ सधैँ के भएका छन्, अब गरिबी चक्रमा चाहिँ घुमिरहन्छन्। अब यो कारणले के हुन्छ, धनी झन् धनी हुन्छ र गरिब भने झन् गरिब हुन्छ। अब के भयो, यहाँ झन् डिफ्रेन्सेस भयो, झन् धेरै इनिक्वालिटी भयो र यो इनिक्वालिटी प्रष्ट छ। अब आई डोन्ट मिन टु से कि धनी घरबाट आउने बालबालिकाहरूको क्वालिटी अफ एजुकेसन कम गर्ने, नो, वी निड टु इन्क्रिज द बार। जुन चाहिँ हामीले बार र स्ट्यान्डर्ड सेट गरेका छौँ त्यो चाहिँ हामीले इन्क्रिज गर्नुपर्ने हुन्छ र त्यो चाहिँ हामीले सेम लेभलमा पुर्याउनु पर्ने हुन्छ। सो त्यसको लागि के भने त एक्सपोजर दिने, सिमिलर एक्सपोजर दिने, सिमिलर अपर्च्युनिटी दिने, इक्वल लेभल अफ अपर्च्युनिटी चाहिँ जुन चाहिँ ग्रामीण घरका बालबालिकाहरू छन् उनीहरूलाई पनि इक्वल लेभल अफ अपर्च्युनिटी चाहिँ हामीले प्रोभाइड गर्न सक्नुपर्छ। तर कसले गर्ने त? अहिलेसम्म त भएको हामीले त्यो देख्दैनौँ। म प्रब्लमको बारेमा मात्र डिस्कसन गर्न चाहदिनँ। म जहिले पनि भिडियो बनाउँदा केही सोल्युसनहरू पनि दिन चाहन्छु। आई डोन्ट जस्ट वान फोकस अन प्रब्लम, आई वान ब्रिङ सोल्युसन। सोल्युसन एकदम नेसेसरी छ र मैले केही सजेसन्सहरू चाहिँ यो जति पनि भिडियोमा बोले त्यसको आधारमा चाहिँ ती सबै समस्याहरू चाहिँ समाधान गर्न सक्ने केही सोल्युसनहरू चाहिँ म प्रपोज गर्दैछु। सुनौँ है त। सोल्युसन नम्बर 1, स्वयंसेवक शिक्षकहरू। स्वयंसेवक शिक्षकहरू, मैले जति पनि डाटाहरू हेरेँ, जति पनि आर्टिकल्सहरू पढेँ, त्यसमा मैले प्रष्ट रूपमा के देख्न सकेँ भन्दाखेरि चाहिँ टिचर्सहरूको अभाव एकदम छ। र अब यो टिचर्सहरूको अभाव हटाउने कसरी त अथवा घटाउने कसरी त? त्यसको लागि हामीले के गर्न सक्छौँ भन्दाखेरि भोलिन्टियर टिचर्सहरू चाहिँ हायर गर्न सक्छौँ। हामीले नेपालमा देख्न सक्छौँ धेरै विद्यार्थीहरू चाहिँ ब्याचलर्स लेभल पास भइसकेपछि जब अपर्च्युनिटी नपाएर भौतारिरहेका हुन्छन् अथवा कुनै पनि इन्टर्नसिपहरू नपाएर भौतारिरहेका हुन्छन्। अब त्यस्तो विद्यार्थीहरूलाई चाहिँ कलेक्ट गरेर, त्यस्तो विद्यार्थीहरू इच्छुक विद्यार्थीहरूलाई चाहिँ कलेक्ट गरेर हामीले चाहिँ एज अ भोलिन्टियर टिचर खटाउन सक्यौँ भने एटलिस्ट टेम्पोरेरी लेभलमा एटलिस्ट फर सर्टेन इयर्स चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ यो जुन चाहिँ ग्याप छ, जुन चाहिँ भोइड छ, त्यसलाई चाहिँ एटलिस्ट केही लेभलसम्म फुलफिल गर्न सक्छौँ। कुनै कुनै संस्थाले त यो गरिरहेका छन्, तर केवल संस्थाहरूले मात्र गरेर यो सम्भव छैन। गभर्मेन्ट लेभलबाट पनि यो हुन एकदम जरुरी छ। त्यसपछि बल्ल हामीले केही हदसम्म भने अहिलेको जुन चाहिँ सप्लाई र डिमान्डको जुन चाहिँ ग्याप छ त्यसलाई चाहिँ हामीले मिट गर्न सक्छौँ। त्यसपछि आउँछ एकदम महत्त्वपूर्ण कुरा, बाल श्रम गराउने जति सबैलाई चाहिँ कडाभन्दा कडा कारबाही चाहिँ
गर्न जरुरी छ। त्यसको लागि देशव्यापी रूपमा चाहिँ कार्यक्रम चलाउन जरुरी छ। एउटा जनचेतनामूलक कार्यक्रम देशव्यापी रूपमा चलाउनु पर्नेछ र जसले बाल श्रम गर्न बाध्य बनाउँछन् अथवा गराउँछन् ती सबैलाई कानुनी कारबाही हुन एकदम जरुरी छ र त्यसलाई चाहिँ हामीले चाहिँ एकदम स्ट्रिक्टनेसका साथ चाहिँ कार्यान्वयन गर्न एकदम जरुरी छ। र यो सँगसँगै विद्यालय र राजनीतिलाई टाढा राख्नुपर्छ। कुनै पनि शिक्षकले कुनै पनि पार्टीको सदस्यता लिन नपाइने भनेर चाहिँ कानुनी रूपमा हामीले चाहिँ प्रश्न पार्न जरुरी छ र त्यसपछि बल्ल विद्यालयलाई चाहिँ हामी राजनीतिबाट टाढा राख्न सक्छौँ। र निकै महत्त्वपूर्ण कुरा हामीलाई एक्सपोजरको कुरा हामीले भिडियोमा गरिसकेका छौँ। अब एक्सपोजर कसरी दिने, अहिलेलाई तत्कालीन रूपमा हामीले कसरी सुरुवात गर्न सक्छौँ भन्दाखेरि चाहिँ सहर र ग्रामीण क्षेत्रलाई चाहिँ एउटा एक्सचेन्ज प्रोग्राम जहाँ चाहिँ टिचर्स बिचमा नि एक्सचेन्ज होस् र सँगसँगै विद्यार्थीमा पनि एक्सचेन्ज होस्। के एक्सचेन्ज होस्? नलेज, सिप, एनिथिङ, ट्रेनिङ्स लगायत डिफ्रेन्ट कुराहरू चाहिँ एकअर्कामा चाहिँ एक्सचेन्ज हुने चाहिँ वातावरण हामीले क्रिएट गर्नुपर्छ। त्यसलाई हामीले एक्सचेन्ज प्रोग्रामहरू देशव्यापी रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ स्थानीय तहले चाहिँ विशेष भूमिका खेल्न सक्छ। र अन्तिममा ग्रामीण क्षेत्र र गरिब घरबाट आउने बालबालिकाहरूको हकमा भने स्कलरशिप अपर्च्युनिटिजहरू बढाउने, फन्डिङ अपर्च्युनिटिजहरू बढाउने, त्यस पश्चात मात्र हामीले यो इनइक्वालिटीलाई चाहिँ डिस्ट्रोय गर्न सक्छौँ। यदि त्यो साथीहरू आजको यस भिडियोमा यदि तपाईँलाई यो भिडियो मन परेमा लाइक, सब्सक्राइब, सेयर, कमेन्ट सबै गरिदिनु होला। केही तपाईँहरूलाई लाग्छ भिडियोमा इम्प्रुभमेन्ट्सहरू चाहिँ नेसेसरी छ भने तपाईँले चाहिँ कमेन्ट सेक्सनमा चाहिँ इम्प्रुभमेन्ट्स यो नेसेसरी छ भनेर लेख्न सक्नुहुन्छ अथवा मलाई डाइरेक्टली मेरो इन्स्टाग्राम ह्यान्डल द प्रमेश भट्टराईमा चाहिँ हजुरले डिएम गर्न सक्नुहुन्छ है। के भन्दै आजको यस भिडियोबाट म प्रमेश भट्टराई हजुर माझबाट बिदा हुन चाहन्छु। अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्मको लागि नमस्ते।